हेलो नमस्ते साथीहरू, स्वागत छ तपाईहरुलाई मेरो YouTube च्यानलमा। फेरि पनि म आइसकेको छु। आज म तपाईहरुले वर्षौंदेखि मेहनत गरेर कुरेर बस्नु भएको सम्पूर्ण सबैजना साथीहरुको लागि एकदमै इम्पोर्टेन्ट भन्दा इम्पोर्टेन्ट भिडियो लिएर आएको छु। पुरा हेरेर लाइक कमेन्ट कस्तो लाग्छ शेयर सब्स्क्राइब गर्दिन नभुल्नु होला है त। आज म तपाईहरुलाई ईपीएस कोरियन 2025 सम्बन्धी एकदमै महत्त्वपूर्ण जानकारी दिन गइरहेको छु। के ईपीएस को नयाँ फर्म खुलेको हो त? यो जिज्ञासा भने अहिले सम्पूर्ण नेपालीहरुमा रहिरहेको छ र धेरै जनाको प्रश्न छ, के साच्चै फर्म खुलेको हो त? धेरै जनाको प्रश्न यो छ, त्यसैले म स्पष्ट जानकारी लिएर हजुरहरु सामु आएको छु। हजुरहरुलाई भिडियो मन परेमा जस्तो लाग्छ त्यस्तै कमेन्ट गरेर साथ दिनु होला भन्न चाहन्छु। सबैभन्दा पहिलो कुरो गरौँ, के फर्म खुलेको हो? सोशल मिडिया युट्युब र टिकटक मा धेरै भिडियोहरु आइरहेको छन्। ईपीएस 2025 को फर्म खुल्यो। 2025 को फर्म खुल्यो भनेर, तर मैले ईपीएस नेपाल को आधिकारिक वेबसाइट हेरेको छु र त्यहाँ अहिलेसम्म नयाँ फर्म खुल्यो भन्ने कुनै सूचना आएको छैन। त्यसैले हजुरहरु पनि तयारी राम्रो गर्दै गर्नु होला। यो असार मसान्तसम्म लगभग खुल्ने भन्ने कुरा चाहिँ चलिरहेको छ, तर खुलिहालेको भन्ने केही त्यस्तो सूचनाहरु आएको छैन र केही संकेतहरु छन् कि चाँडै नयाँ आवेदन खुल्ने सम्भावना छ। अब के गरौँ? अब तपाईहरु के गर्ने त? तपाईहरुले चाहिँ के गर्ने? त्यसको लागि जुन सूचना तपाईहरु प्राप्त होस्, कहिले फर्म खुल्ने भन्ने कुरा तपाईहरुको मोबाइल, तपाईहरुको जे चलाउनु हुन्छ त्यो सामु एउटा आइपुगोस्, एउटा केही स्रोत। के गर्ने त तपाईहरुले भनेर जानकारी दिन्छु है त। र पहिलो कुरो, ईपीएस नेपाल वेबसाइटलाई फलो गरिराख्नु होला र दोस्रो कुरो रहेको छ, तपाई ईपीएस बारे जान्न चाहनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गर्नु होला, किनभने म यस्तै उपयोगी जानकारी समयमै दिने गर्दछु र ईपीएस को नयाँ फर्म अहिले खुलेको छैन, तर फर्म चाँडै खुल्ने संकेतहरु छन्। त्यसैले तयारी गर्दै जानुहोस्, हल्लामा नपर्नुहोस् र आधिकारिक जानकारी मात्र विश्वास गर्नुहोस् भन्दै तपाईहरुले तयारी गरिराखेपछि सजिलो हुन्छ। अब फर्म खुल्नै लागेको छ, अब हल्ला छ असार मसान्तसम्म खुल्ने भनेर। तपाईहरु तयारी गरिराख्नुहोस्। तयारी गरिराख्दा केही नै जाँदैन। आफूले आएको कुराहरु दोहोर्याइराख्दा बिर्सिदैन है भन्न चाहन्छु। र यस्तै राम्रो कुराहरु म फेरि लिएर हजुरहरुको सामु ईपीएस सम्बन्धी भिडियोहरु लिएर हजुरहरु सामु आउने नै छु भन्दै अहिले चाहिँ हस्त धन्यवाद। यो भिडियो मन परे लाइक गर्नुहोस्, साथीहरुसँग शेयर गर्नु होला र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। फेरि अर्को भिडियो र अपडेटमा भेटौं भन्दै हस्त बाइ बाइ।